गाउँका किसानको घरमा हुलका हुल बाँदर पसेर घरबाटै मकै थुत्न थाल्यो भने बाँदरलाई एउटा एउटा स्याउको डल्लो दिनुपर्छ अरे के साथीहरू। बाँदर खुसी हुन्छ अरे। हाम्रा नयाँ नयाँ माननीय जीवहरूले भन्नुभएको होइन, तिम्रा बाले किनेर राखिदिएको छ र किसानको घर घरमा स्याउको डल्लो बाँदरलाई खुवाएर खुसी बनाउनु पर्ने होइन। यिनीहरूले सांसद भवनको रोस्टमलाई पनि स्वयम्भूमा गएर बाँदरलाई केही खानेकुरो खुवाएर खुसी बनाएर टिकटक बनाए जस्तो ठानेका छन् कि क्या हो। रोस्टममा उभिएर अन्ट सन्ट बोलेका छन्, दुनियाँ हँसाएका छन्। यस्ता नमुनाहरूले पनि केही गर्छ भनेर भक्तजनहरूलाई अझै पनि विश्वास छ कि के हो।